गर्नुभएको जानकारी मैले पाएको छु। हामी उहाँको आगमन पश्चात पुनः उहाँ आसन ग्रहण गराउने छौँ र अब म अतिथि आसन ग्रहणको कार्यक्रमलाई जोड्न गइरहेको छु। अतिथिको आसन ग्रहण गरिदिनु न श्री दुर्गा पक्ष गणका गणपति श्री विजय प्रकाश आङ्ग्रेज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको रूपमा आफ्नो आसन ग्रहण गरिदिनुको लागि जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी श्री मदन केसीज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँहरूको उपस्थिति केही बेरमा हुनेछ भन्नेमा म विश्वास छु। त्यसै गरेर अतिथि आसन ग्रहणकै क्रममा सशस्त्र प्रहरी बल प्रमुख श्री महेश विक्रम केसीज्यूलाई पनि यस हाम्रो कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर अतिथि आसन ग्रहणकै क्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्रमुख अनुसन्धान अधिकृत श्री धर्मकान्त चौधरीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर अतिथि आसन ग्रहणको लागि पूर्व नगर प्रमुख श्री चरण नगरपालिकाका पूर्व नगर प्रमुख श्री मोहन कुमार श्रेष्ठज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनुको लागि म मञ्चमा हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार तालीले सम्मान पनि गरिदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। अगाडि नै मञ्चमै आइदिनु न म विनम्र अनुरोध गर्छु। त्यसै गरेर अतिथि आसन ग्रहणकै क्रममा ओखलढुङ्गा क्याम्पसका प्रमुख वा प्रतिनिधि क्याम्पसका प्रमुख ईश्वर तिमल सिन्हालाई आफ्नो अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु कि उहाँको अनुपस्थिति हुँदा कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि मञ्चमा आएर आफ्नो आसन ग्रहण गरिदिनु म अनुरोध गर्छु। म अतिथि आसन ग्रहणको क्रममै नै निरन्तरतामा आफ्नो आसन ग्रहण गरिदिनु न सिद्धिचरण नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत श्री फणीन्द्र बहादुर कटौज्यूलाई पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री फणीन्द्र बहादुर कटौज्यूलाई पनि यस हाम्रो कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु। यता कुर्सी खाली छ साथी होइन। त्यसै गरेर धन्यवाद खदाले स्वागत गरिदिन मन गर्छु जो सदस्य माया राईलाई र अतिथि आसन ग्रहणकै क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका अधिकृत रविन्द्र तिमल सिन्हाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार तालीले सम्मान गरिदिनु म अनुरोध गर्छु। त्यसै गरेर अतिथि आसन ग्रहण गरिदिनुको लागि राष्ट्रिय वाणिज्य बैंक ओखलढुङ्गा शाखा प्रबन्धक श्री सुरेन्द्र बन्जाराज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर अधिवक्ता श्री विष्णु राईज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। विष्णु राईज्यू र अतिथि आसन ग्रहणको क्रमलाई पुनः जोड्दै आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु न सिद्धिचरण नगरपालिका वडा नम्बर 12 का अध्यक्ष श्री उमङ्ग श्रेष्ठज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ पनि आउँदै हुनुहुन्छ भन्ने म विश्वास गर्छु। र अतिथि आसन ग्रहणकै क्रममा प्राध्यापक डाक्टर तथा भाषाविद श्री कृष्ण खन्नाज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर अतिथि आसन ग्रहणकै क्रममा श्री सगरमाथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री दिल्ली कार्की ज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर अतिथि आसन ग्रहणकै लागि श्री जालपा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री रत्नबहादुर खत्री वा प्रतिनिधि कोही हुनुहुन्छ भने मञ्चमा आएर आफ्नो अतिथि आसन ग्रहण गरिदिन म अनुरोध गर्छु। त्यसै गरेर श्री लालीगुराँस इंग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा प्रिन्सिपल सूर्यबहादुर श्रेष्ठज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण
यस हाम्रो कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर अतिथि आसन ग्रहणकै क्रममा श्री सिद्धिचरण विद्या सदनका प्रधानाध्यापक अभिषेक मास्कीज्यू उपस्थित हुनुहुन्छ भने कृपया मञ्चमा आएर आफ्नो आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। खाली छ, अगाडि 2 जना आइदिनु होला र खदाले स्वागत गरिदिन अनुरोध गर्छु। त्यस्तै गरेर अतिथि आसन ग्रहणको क्रममा सर्जक चौतारी ओखलढुङ्गाका सल्लाहकार आदरणीय व्यक्तित्व समालोचक श्री युवराज दाहाल ज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार तालीले सम्मान गरिदिनु अनुरोध गर्छु। त्यस्तै गरेर अतिथि आसन ग्रहणकै क्रममा सर्जक चौतारी ओखलढुङ्गाका सल्लाहकार र पत्रकार मित्र, मेरो अनन्य मित्र पनि हुनुहुन्छ श्री नवराज कार्कीज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर सर्जक चौतारी ओखलढुङ्गाका अर्को सल्लाहकार श्री शिवप्रसाद ढुङ्गनाज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार ताली सम्मान गरिदिनु अनुरोध गर्छु। त्यस्तै गरेर अतिथि आसन ग्रहणकै क्रममा सर्जक चौतारी ओखलढुङ्गाका सल्लाहकार श्री चोपलाल धमलाज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर समाजसेवी सिद्धिचरण नगरपालिका निवासी श्री ध्रुव नारायण राज भण्डारीज्यूलाई पनि यस हाम्रो कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। र अतिथि आसन ग्रहणकै क्रममा समाजसेवी तथा श्री धननारायण श्रेष्ठज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर समाजसेवी तथा यो ओखलढुङ्गा जिल्लाकै अग्रस्रष्टा श्री नरेश नेम्बाङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। नरेश नेम्बाङज्यू कृपया जोरदार तालीले सम्मान गरिदिनु अनुरोध गर्छु। त्यस्तै गरेर नेपाल पत्रकार महासङ्घका प्रमुख लाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। माया राई हाम्रो संस्थाको सदस्य पनि हुनुहुन्छ। हुन्छ अब हजुर मैनात्री यतै गरौँ र महिला नेत्री त्यस्तै गरेर यसभन्दा पछाडि मञ्चमा आइदिनु न। म चम्पा कार्की महिला नेत्री चम्पा कार्कीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया मञ्च खाली छ, बेसी बनाउनु पर्ने कुरा आइरहेको छ है। त्यसैले म हार्दिक अनुरोध गर्न चाहन्छु चम्पा कार्की हाम्रो नेत्रीज्यूलाई। र अब अन्तिम चरणमा अतिथि आसन ग्रहणको क्रमलाई म यहाँ जति उपस्थित पत्रकारहरू हुनुहुन्छ सबैजनालाई म अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर हाम्रो निमन्त्रणालाई स्वीकार गरी आउनुभएका र सामाजिक सञ्जाल अथवा व्हाट्सएप अनि इमेल मार्फत आफ्नो रचना पठाई सहभागिता जनाउन आउनुभएका सम्पूर्ण रचना वाचक स्रष्टाहरूलाई पनि आफ्नो यथास्थानमा आफ्नो आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर तदर्थ कार्य समितिका पदाधिकारी तथा उपस्थित सम्पूर्ण सहभागीहरूमा पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र अतिथि आसन ग्रहणको क्रम सकिएको छ। अब म यसभन्दा पछाडिको कार्यक्रमलाई जोड्न गइरहेको छु। अबको कार्यक्रम रहेको छ राष्ट्रिय गानको कार्यक्रम।
र राष्ट्रगान हामी एकचोटि यो राष्ट्रलाई सम्झेर राष्ट्रको नाममा हामी गाउनेछौँ र म यो माइक्रोफोनमै थियो ल र सबैजना आफ्नो यथास्थानबाट उठेर राष्ट्रिय गान गाइदिनुको लागि म सम्पूर्ण प्रमुख अतिथि विशेष अतिथिगण र उपस्थित सम्पूर्ण महानुभावलाई हार्दिक अनुरोध गर्न चाहन्छु अहिलेको लागि राष्ट्रिय गान फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचर वीरहरूका राजपरि स्वतन्त्र ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। सम्पूर्णमा धेरै धेरै धन्यवाद। हामीले राष्ट्रको गीत राष्ट्रिय गान हामीले गायौँ र अब यसभन्दा पछाडि म कति पनि ढिला नगरिकन यस हाम्रो सर्जक चौतारी ओखलढुङ्गाद्वारा आयोजित नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूको स्वागत स्रष्टा भेटघाट एवं रचना वाचन कार्यक्रमको उद्घाटन को कार्यक्रमलाई म जोड्न गइरहेको छु। हामी आजको यस हाम्रो कार्यक्रमको प्रमुख अतिथि यहाँ रहेनछ सरी माफ गर्नुहोला। पहिला म स्वागत मन्तव्यको कार्यक्रमलाई जोड्नु पर्ने थियो, अलिकति म यहाँनिर अक्षर अलिक तल्लोको पढ्न गएछु, हाम्रो रूपरेखा अनुसार माफी माग्न चाहन्छु। आजको यस हाम्रो कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकारेर पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई स्वागत गरिदिनुको लागि यस हाम्रो आयोजक संस्थाका उपाध्यक्ष श्री सरस्वती विश्वकर्मा साराज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार तालीले स्वागत गरिदिन पनि अनुरोध गर्छु। हुन्छ, धन्यवाद कार्यक्रम उद्घोषकज्यू, कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, ड्यासमा आसीन सम्पूर्ण अतिथिज्यूहरू, साथै आजको यस कार्यक्रमलाई सफल बनाउन पाल्नुभएका सम्पूर्ण स्रष्टा, सर्जक तथा साहित्य प्रेमीज्यूहरू, पत्रकार तथा सञ्चारकर्मी मित्रहरूमा हार्दिक नमन साथै नमस्कार गर्न चाहन्छु। आजको यो विशेष ऐतिहासिक कार्यक्रममा पाल्नुभएका यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत तथा न्यानो अभिवादन पनि व्यक्त गर्न चाहन्छु। र आज यस कार्यक्रम विशेष गरेर हामीले करिब 1 महिना अगाडि ओखलढुङ्गामा रहनुभएका र भर्खरै साहित्यलाई चिन्दै गर्नुभएका, साहित्यलाई माया गर्नुभएका सम्पूर्ण सर्जकहरू, साहित्य प्रेमीहरू हामी एकतामा जानुपर्छ, साहित्यलाई अझै अगाडि लैजानुपर्छ भनेर करिब 1 महिना अगाडि मात्रै हामीले सर्जक चौतारी ओखलढुङ्गा को एउटा समिति निर्माण गरेका थियौँ र अग्रजलाई पछ्याउँदै र नयाँ सर्जकहरूलाई डोर्याउँदै भन्ने विशेष थिमका साथ करिब 1 महिना अगाडि हामी समिति निर्माण गर्न सफल भएका थियौँ र आज त्यस पश्चात यो पहिलो ऐतिहासिक कार्यक्रम, त्यो पनि एकदमै विशेष रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भूपाल राईज्यूको उपस्थितिमा हामीले यसरी कार्यक्रम आयोजना गर्ने मौका अनि हाम्रो लागि यो ठुलो अवसर
ठानेका छौँ यसलाई हामीले र सम्पूर्ण सर्जकहरूको रचना वाचन पनि यसमा गर्ने र स्रष्टाहरूको भेटघाट गर्ने भनेर यो कार्यक्रम आयोजना गर्न पाएकोमा हाम्रो टिम हाम्रो समिति सर्जक चौतारी ओखलढुङ्गा आफूलाई सौभाग्यशाली महसुस गरिरहेका छौँ र म समयको दायरालाई ध्यानमा राख्दै यहाँ उपस्थित सम्पूर्ण स्रष्टा सर्जकहरू साहित्यप्रेमी मित्रहरू सम्पूर्णलाई यस कार्यक्रममा हार्दिक न्यानो स्वागत र अभिवादन व्यक्त गर्दै मेरो 2 शब्दलाई यहीँ अन्त गर्न चाहन्छु। हुन्छ, धेरै धेरै धन्यवाद। धन्यवाद हाम्रो संस्थाका उपाध्यक्ष श्री सरस्वती विश्वकर्मा साराज्यूलाई आफ्नो स्वागत मन्तव्यको लागि। अब ढिला नगरिकन अघि नै उद्घोष गरी अगाडि नै हाम्रो कार्यक्रमको समुद्घाटनको कार्यक्रमलाई म जोड्न गइरहेको छु। त्यसैले हामी प्रमुख अतिथिज्यूबाट हाम्रो आजको कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माफ गर्नुहोला ज्यूको एउटा उहाँलाई आफ्नो कविता वाचन गरेर आजको यस हाम्रो कार्यक्रमको उद्घाटन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया जोरदार तालीले सम्मान पनि गरिदिन अनुरोध गर्छु। खास गरी यो रचना वाचन पनि रहेको कार्यक्रम हुनाले रचनाबाटै उद्घाटनको लागि मात्रै भनेर 2-4 हरफको मात्रै कविता म यहाँहरूलाई सुनाएर त्यसपछि कार्यक्रम उद्घाटन भएको घोषणा गर्न चाहन्छु। प्राय लेख्दै फेसबुकमा पोस्ट गर्ने गरिराखेको छु। उद्घाटन चाहिँ कविताबाट हुने भयो भने यो बडो सहज पनि हुँदो रहेछ क्या, छोटो कविता लेख्दाखेरि। त्यसले गर्दाखेरि म यहाँहरूलाई मेरो यो उद्घाटन कविताको शीर्षक छ लाली गुराँस भन्ने। लाली गुराँस जङ्गलमा फुल्थ्यो र सुन्दर लाग्थ्यो। लाली गुराँस जङ्गलमा फुल्थ्यो र सुन्दर लाग्थ्यो, तर अचेल त्यो जङ्गलमा कहाँ पर्यो? लाली गुराँस जङ्गलमा फुल्थ्यो त्यसैले सुन्दर लाग्थ्यो, तर अचेल त्यो जङ्गलबाट निस्केर किताबमा फुल्न थालेको छ र कुरूप भएको छ। त्यो यतिखेर संविधानको धारा टेकेर शासक भएको छ। धन्यवाद। धेरै धेरै धन्यवाद। आजका हाम्रो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति आदरणीय व्यक्तित्व भूपाल राईज्यूको कविता वाचनबाट हाम्रो कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ र अब म थप कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अबको क्रममा हाम्रो भर्खरै गठित सर्जक चौतारी ओखलढुङ्गाको संस्था जुन यो संस्थाको आफ्नो आधिकारिक धारणा प्रस्तुत यो अगाडि यहाँ रहेछ पछि गरौँ। माफ गर्नुहोला। अब म एउटा कार्यक्रमलाई अलिकति यहाँ अगाडि राखेको थियो, पछाडि गरौँ भन्ने हाम्रो भयो र अबको क्रममा ढिला नगरिकन स्रष्टाहरूको रचना वाचन कार्यक्रमलाई म सुरु गर्न चाहन्छु। यहाँ उपस्थित स्रष्टाहरू आफ्नो रचना आफ्नो सिर्जना सुनाउनको लागि पक्कै पनि आतुर हुनुहुन्छ होला। अब हामी तपाईँहरूलाई क्रमशः यहाँ हामीले स्थान किसिमले निर्धारण गरेका छौँ। तपाईँहरूले इमेल मार्फत अथवा व्यक्तिगत मार्फत हामीलाई पठाउनु भएको रचनाहरूको यहाँ लिस्टिङ छ। म क्रमशः पालै पालो रचना वाचनको लागि म
आमन्त्रण गर्न गइरहेको छु। त्योभन्दा पहिला यहाँनिर सिद्धिचरण नगरपालिका वडा नम्बर 12 का अध्यक्ष श्री उमङ्ग श्रेष्ठज्यू को आगमन भएको छ। उहाँलाई यस हाम्रो कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु उहाँ हार्दिक अनुरोध गर्न चाहन्छु। मञ्चमै आइदिएर मञ्चको शोभा बढाइदिनु पनि अनुरोध गर्छु। र यहाँ अतिथि आसन ग्रहण केही यहाँ छुटेको छ, माफी माग्दै जल तथा मौसम फिल्डका कार्यकारी निमित्त प्रमुख अनिल पराजुली ज्यूलाई पनि हाम्रो कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। अनिल पराजुली ज्यू जोरदार तालले सम्मान गरिदिनु होला। त्यस्तै गरेर अतिथि कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्न चाहन्छु। स्नो सञ्चार नेपालका प्रतिनिधि, धन्यवाद। उहाँले बोलाइदिनुहोस् ल, अहिले उहाँले बोल, बाँकी त यो त्यसपछि म अरूलाई धन्यवाद। मैले अघि नै उद्घोष गरेको रचना वाचन कार्यक्रमलाई म ढिला नगरिकन जोड्न गइरहेको छु। सबैभन्दा पहिला आफ्नो रचना वाचन गरिदिनको लागि म यस सिद्धिचरण नगरपालिका स्थित शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थी निहारिका धमाला ज्यूलाई म यो मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। कृपया सबैजनाले तालीले पनि स्वागत गरिदिनु अनुरोध गर्छु। निहारिका धमाला ज्यू र अन्य यहाँनिर विद्यार्थीहरू पनि हुनुहुन्छ भने कृपया यहाँ नाम टिपाइदिनु होला। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यस सर्जक चौतारी ओखलढुङ्गाद्वारा आयोजना गरिएको रचना वाचन कार्यक्रमका अध्यक्षज्यू, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू तथा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरू, मसँगै कविता वाचन गर्न आउनुभएका सम्पूर्ण सर्जकज्यूहरू तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म श्री सुभतारा अङ्ग्रेजी विद्यालयको कक्षा 8 की छात्रा निहारिका धमलाको तर्फबाट सर्वप्रथम स्वीकार्नुहोस् हार्दिक नमस्कार। आज मैले एउटा छोटो कविता लिएर आएकी छु। मेरो कविताको शीर्षक छ आज मैले कविता भन्नै पर्छ। म कविता वाचन गर्ने अनुमति लिन चाहन्छु। मेरो प्यारो ओखलढुङ्गामा जन्मिएर पनि आज सुनसान छ मेरो जन्मभूमि। जन्म दिएको छ सयौँ सर्जकहरू, तर अनुत्पादक र उदास भएको देखिन्छ। त्यसैले अग्रजलाई पछ्याउन र नवसर्जक आजको एक उदाउँदो सूर्य यहाँका अन्याय, अत्याचार, भ्रष्टाचार र बलात्कार दिनानुदिन दृष्टिगोचर गरिरहेकी छु। कुनै पनि बेला यहाँ जे पनि होला भनी हेरिरहेकी छु। त्यसैले यस्ता भयावह विकराल अवस्थाको अन्त्यका लागि जनचेतना फैलाउन अनि जनमानसको आँखा खुलाउन, सुशासन ल्याउन आज मैले कविता भन्नै पर्छ। आज मैले कविता भन्नै पर्छ। एकाएक गर्दै देशमा अशान्ति, अत्याचारका पहिरोहरू खसिरहेका छन्। सपनाहरू भत्किँदै गइरहेका छन् अनि आशाहरू बिलाउँदै गइरहेका छन्। कुनै नयाँ व्यक्तिको फोनको घन्टी बज्दा पनि कति कोही अपहरण वा मृत्युको मुखमा पर्यो कि भन्दै मुटुमा झस्काहट बढिरहेको अवस्था छ। त्यसैले यस्ता अशान्ति, अत्याचार, भ्रष्टाचारको अन्त्य गर्न अनेकौँ तनाव ल्याउन आज मैले कविता भन्नै पर्छ। आज मैले कविता भन्नै पर्छ। म जन्मेको भूमि र यसको पहिचानको लागि काम नपाएर वैदेशिक रोजगारीमा गएका युवा युवतीलाई
देशमा नै फर्काएर देश विकासमा जोड्न अनि उद्योग कल कारखानाको स्थापना गरी रोजगारी सिर्जना गर्न र अबोध बालबालिका विद्यालयबाट घर फर्कन नसक्ने अवस्थाको अन्त्य गर्न आज मैले कविता भन्नै पर्छ, आज मैले कविता भन्नै पर्छ। आज देशमा राजनीतिक गन्ध आइरहेको छ। उदाउँदा युवा जेन्जीहरू देशका लागि केही गर्न भनी तम्सिरहेका छन्, तर असल नेताको अभावमा भ्रष्टाचारीहरूले दिनानुदिन यो देशलाई खोक्रो बनाइसकेको अवस्था छ। बन्द, हडताल, विनाश र आतङ्क दिनानुदिन मौलाउँदो छ। त्यसैले उदाउँदो सूर्यरूपी नवयुवाहरूलाई हातमा हात, काँधमा काँध गरी साथ सहयोग गरेर सुन्दर नेपालको निर्माणमा खचखच्याउन, देशका सम्पूर्ण सर्जकहरूलाई जगाउन, साहित्य लेखनमा अघि बढ्न, नव साहित्यको सिर्जना, उन्नति र प्रगतिको लागि आज मैले कविता भन्नै पर्छ, आज मैले कविता भन्नै पर्छ। धन्यवाद। शुभतारा इङ्ग्लिस स्कुलका विद्यार्थी बहिनी निहारिका धमलाज्यूलाई वास्तवमै आज मैले कविता भन्नै पर्छ। कविता मिठो थियो र ढिलो नगरी सज मावि का विद्यार्थी युनिसा राईलाई पनि आफ्नो कविता वाचनका लागि मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। कृपया जोरदार र सम्बोधन कवि स्रष्टाज्यूहरूले सम्बोधन नगरिकन आफ्नो नाम मात्रै भनेर सिधै कविता वाचन गरिदिनु पनि अनुरोध गर्छु। आज मिति 2000 आदरणीय सम्पूर्ण महानुभावहरूमा नमस्कार। म युनिसा राई। मैले एउटा छोटो कविता रचना गरेकी थिएँ। कविता भयो या भएन त्यो पनि थाहा छैन। यदि कविता भन्ने क्रममा कुनै त्रुटिहरू भयो भने माफी चाहन्छु। आफै बग्छ छिनछिन, टोलाउँछु घोरिन्छु अनि आँसु बग्छ आफै छिनछिन। तिम्रै काखमा लुटुपुटु गरे जस्तो कहाँ हुँदो रहेछ र, एक्लै रमाएर जिउनुको यो दिन। घोरिन्छु सम्झिन्छु यो बेचैनी मन, घोरिन्छु सम्झिन्छु यो बेचैनी मन। अनि फेरि आमा तिमीलाई नै सम्झन्छु, अनि फेरि आमा तिमीलाई नै सम्झन्छु। कटिबद्ध छँदै त छ, तर हाल वर्तमानको च्यातिएर रहेको मन सिउँदै सिउँदै हिँड्नु पनि त उति नै गाह्रो रहेछ। हाल वर्तमानको च्यातिएर रहेको मन सिउँदै सिउँदै हिँड्नु पनि त स्वार्थी यो दुनियाँमा, को आफ्नो को पराई चिन्न गाह्रो यो दुनियाँमा। जब खाली पेट र उदासी मनले तिमीलाई नै सम्झन्छ आमा, अनि फेरि एक्लै एक्लै हुँदा त झन् तिमीलाई नै सम्झन्छ, अनि फेरि एक्लै एक्लै हुँदा त झन् तिमीलाई नै सम्झन्छ। धन्यवाद। धन्यवाद बहिनी युनिसा राईज्यूलाई आफ्नो सुन्दर कविताको लागि। अब ढिलो नगरिकन पुनः म कविता वाचनको लागि यस ओखलढुङ्गा निवासी हाम्रो संस्थाका सदस्यज्यू पनि हुनुहुन्छ पेशल कुमार बरालज्यूलाई आफ्नो कविता वाचनका लागि म मञ्चमा हार्दिक आमन्त्रण गर्न चाहन्छु। पेशल कुमार बरालज्यू र तालीले हौसला प्रदान गरिदिनुको लागि पनि म अनुरोध गर्छु। हवस् त धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज यस गरिमामय उपस्थितिमा आफू पनि यसको माया कृति 2080 साल
कुलपतिज्यूहरू, सचिवज्यूहरू, अतिथिज्यूहरू आउनुभएको हुँदाखेरि म के भन्न चाहन्छु भने उहाँहरूले मेरो नाम कवि सर्जकमा उल्लेखित गरिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्छु। अझै यो पुस्तक पनि यसो उद्घाटन गरिदिनु हुनको लागि पनि, पुस्तक विमोचन गरिदिनु हुनको लागि पनि म त्यही रह्यो